देख्न सक्नुहुन्छ यति बेला राप्तीमा ठुलाभन्दा ठुला जेसीबी स्काइबेटरहरू प्रयोग भइरहेका छन् र यी ठुला मेसिनहरूले यी हेभी मेसिनहरूले नदीमा ठुलाभन्दा ठुलो खाल्टोहरू खनिरहेका छन् र यी ठुला खाल्टोहरूले गर्दा माथिबाट आउने राप्तीको पानीहरू यी नदीको खाल्टोलाई तपाईको भर्नको लागि यहाँ जाँदै गर्दा माथि तपाईको परगना सिँचाइ जस्ता आयोजनाहरूमा पानी आवत जावत गर्न नसकेर हैन कति तपाईको देउखुरी एवं राप्तीका खेतीयोग्य जमिनहरू बाँझो भएर आज बस्न बाध्य भइरहेको हामीले देख्न सक्छौं। त्यसैले भविष्यमा आउने दिनहरूमा यो राप्ती नदीको कारणले गर्दा कुनै पनि देउखुरीका बाँझो जमिनहरू खतरामा नपरुन्, कुनै पनि देउखुरीवासीहरू खतरामा नपरुन् भन्न हामी चाहन्छौं र यति दुःख सङ्घर्ष गरेर जनताको खुन पसिनाले तिरेको करले बनाइएको यो राप्ती नदीको ड्याम फुट्न बाध्य नहोस् भनेर पनि हामी यो कार्यबाट तपाईहरुलाई आज जानकारी बनाउन चाहन्छौं। धन्यवाद। नमस्कार सम्पूर्ण दाङ देउखुरीवासीहरू, आज हामी यति बेला लुम्बिनी प्रदेश दाङ देउखुरी अवस्थित गडवा गाउँपालिका वडा नम्बर 1 मलमलाको पछिल्लो राप्ती भेगमा आएका छौं र विगत 5 दिन अघिदेखि हामीले राप्ती नदीमाथि भएको यस निर्मम अन्याय अत्याचार एवं यहाँ भएका मापदण्ड एवं नियम कानुन विपरीतका नदीजन्य पदार्थहरूको उत्खनन सम्बन्धी विभिन्न भिडियोहरू बनाएर सामाजिक सञ्जालमा हामीले नियम र मापदण्ड विपरीतका कामहरूलाई छिटोभन्दा छिटो रोक्का गरियोस् अनि सम्बन्धित निकायहरूको ध्यान आकर्षण गरियोस् भनेर सामाजिक सञ्जालमा 4-5 दिन अघिदेखि लगातार भिडियोहरू हालिरहँदा पनि उक्त कार्यमा कुनै पनि सम्बन्धित निकायको ध्यान आकर्षण नभएपछि चाहिँ आज हामी घटनास्थलमै वा यो कार्यस्थलमै आएर एउटा भिडियो तपाईहरुमा प्रस्तुत गर्न गइरहेका छौं र साथीहरू गडवा गाउँपालिकाको यस राप्ती नदीमा विगत 2 दशकदेखि नै राप्ती दोहन जस्ता घटनाहरू भइरहेको नै छ। सम्पूर्ण देउखुरीवासीहरूलाई अवगत नै छ। तर देउखुरीवासीहरू तपाईहरु यदि भविष्यमा आनन्दसँग सुत्न चाहनुहुन्छ भने अहिले नै तपाईहरु आफ्नो निदलाई बिउजाएर जाग्नुहोस् भन्न चाहन्छौं, किनकि यही किसिमले नै अझै पनि देउखुरीको राप्ती नदीमा हरेक दिन यसरी भ्रष्टाचार, हरेक दिन यसरी अन्याय अत्याचार र बलात्कार भइरहने हो भने अबको केही समयमा देउखुरीका तपाईको कृषिजन्य खेतीपातीजन्य तपाईको जमिनहरू मरुभूमि नहोलान् भन्न हामी सक्दैनौं हैन। देउखुरीका यी बाँधहरू जति पनि यी ड्यामहरू छन् यी फोडेर राप्ती नदी तपाईको देउखुरीवासीहरूको घरसम्म नजाला भन्न हामी सक्दैनौं, किनकि तपाईको हरेक दिन देउखुरीमा यसरी मेसिनहरू लगाएर हैन तपाईको टिफरहरू सञ्चालन गरेर तपाईको 5 वटा ट्र्याक्टरले गर्न सक्ने काम एउटा टिफरले गर्छ, तपाईको 25 जना लेबरहरूले गर्ने काम एउटा मेसिनले गर्छ हैन। तपाईको यहाँ हरेक दिन यो देउखुरीका तपाईको ड्राइभरहरू, देउखुरीका ट्र्याक्टर व्यवसायहरू एवं देउखुरीका लेबर एवं देउखुरीका किसानहरूलाई मार्दै आइरहेका यो देउखुरीका तपाईको नदी जन्य पदार्थहरू दोहन गर्ने तस्करहरूले कुनै पनि हालतमा राप्तीले अब छोड्ने छैनन् यदि देउखुरीवासीहरू नजाग्ने हो भने हैन। तपाईको अहिलेसम्म हामीले कतिपय भिडियोहरू बनाएर हालिरहेका छौं। यहाँ तपाईको नियम कानुन विपरीत मापदण्ड विपरीत कानुन काम भइरहेको छ। तपाईको पालिकाले 80 सेन्टिमिटर खुदाई गर्ने भनेर मापदण्ड तोकेको छ, तर यहाँ 3-4 मिटर तलसम्म राप्ती खुदाई भइरहेको छ। तपाईको सम्बन्धित निकायहरू किन मौन देउखुरीका अहिलेसम्मका सम्पूर्ण वर्गहरूको अगाडि यहाँका बुद्धिजीवी वर्ग हैन, यहाँका पत्रकार भनदाहरू किन चुप्प लाएर बसिरहनु भएको छ कि तपाईहरुलाई यहाँबाट आफ्नो कमिसन वा आफ्नो हिस्सा पुगेको छ। हामी जिल्ला प्रशासन कार्यालय दाङलाई यहाँबाट ध्यान आकर्षण गराउन चाहन्छौं हैन। हामी सम्पूर्ण देशका तपाईको सम्बन्धित निकायहरूलाई ध्यान आकर्षण गराउन चाहन्छौं। देउखुरी लुम्बिनी प्रदेश दाङ देउखुरी राप्ती गडवा गाउँपालिका र राप्ती गाउँपालिकाको बीचमा अवस्थित यस राप्ती नदीमा अवैध तरिकाले हैन तपाईको मापदण्ड विपरीत खुदाई कार्यहरू जुन किसिमले भएको छ त्यो कार्य हामी देउखुरीवासीहरूलाई कुनै पनि हालतमा सही छैन। छिटोभन्दा छिटो सम्बन्धित निकायहरूको ध्यान आकर्षण होस् हैन भने अबको अझै पनि 2-3 दिनमा यही किसिमले नै कार्य हुने हो भने, यही किसिमले नै राप्ती नदीमाथि ज्यादती गर्ने हो भने र यही किसिमले नै राप्ती नदीमाथि बलात्कार गर्ने हो भने हामी जस्ता युवाहरू देउखुरीबाट अब उठेर राप्ती नदी बचाऊ अभियान सुरु गर्ने पालो आइसकेको छ। सेभ राप्ती हैन तपाईको सम्पूर्ण देउखुरीवासीहरूले अब राप्तीलाई बचाउनु पर्ने अवस्था आइसकेको छ, किनकि राप्ती बचेपछि मात्र देउखुरी बस्ने हो, राप्ती बचेपछि मात्र देउखुरीवासीहरू बस्ने हो। धन्यवाद।